साथीहरु गुड मर्निङ सबैजनालाई। आज चाहिँ मेरो नानीको बदमास हेर्नुहोस् ल। म त हरेस भएँ। यहाँ हेर्नु न मेरो त खाएर यस्तो बनाइदिएछ साथीहरु। के गर्नुपर्ने अब यसलाई भाइ? यो किल कसले खायो? कसले खायो? यो कसले खायो भाइ? बहिनीले? बहिनीलाई लगाउँछौ? बहिनी स्कुल गएको छ। तिमीले खायौ? यो कसले खायो? यो कसले खायो? कसले खायो? हाङ गरे भाइले? हुँदैन खानु। म त के गर्नु? हेर्नु नि साथीहरु यसरी खाइदिएछ। भाइ मुसा हो करायो भने यसो गरिहाल्छ। बाबालाई भन्दै गरे। हेर्नु नि साथीहरु। कसलाई भनेको भाइ? बाबा? बाबाले मलाई कराउनु हुन्न। म बाबालाई यो देखाइदिन्छु। बाबा भन। बाबा भन। मम्मीले कराउनु भयो भन। यो 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 यसरी खाएको म बाबालाई देखाउँ? बाबालाई देखाउनु यो? भाइ देखाउनु कि नदेखाउनु यो? यो खा तिमीले यसरी खाएको देखाउनु बाबालाई? हुँदैन। अझै गरेको? अझै गरेको? यो देखाउनु कि नदेखाउनु बाबालाई? लु यहाँ न बाँदर हो भाइ। अबे लु सबै खाइदियो भाइले मेरो। तो बदमास छ साथीहरु। तपाईहरु के गर्नुहुँदैछ? कसो गर्नुहुँदैछ? म चाहिँ अब यहाँनिर चाम्रे भात र रमभेडाको अचार बनाउनुलाई रमभेडा बोइल गर्दैछु साथीहरु। यो चाम्रे भात बनाउनको लागि चामल भिजाइरहेको छु हो। खानु हुँदैन नि त्यस्तो। अन्त अब चाहिँ म चाम्रे भात र रमभेडाको अचार बनाउँछु। अन्त यहाँ चिया पनि बनाइरहेको छु। खानु मन पर्यो। जस्तै गरम भयो भने नि साथीहरु हामी नेपालीको चाहिँ चिया नखाइ चाहिँ हुँदैन रहेछ। अन्त अब बनाउँछु। घर सनेकसुनिक गरेर चाहिँ बसेको साथीहरु। तपाईहरुलाई म एक दिन होम टुर पनि देखाउँछु। यो चाहिँ हाम्रो किचन हो। यो चाहिँ डाइनिङ रुम हो। यहाँ चाहिँ हामी खानासाना खान्छ हो। बेडरुम चाहिँ अर्कै छ साथीहरु। परदेशी जीवन यस्तै हुन्छ। के गर्नु? अन्त सबैजना कस्तो हुनुहुन्छ? के गर्नुहुँदैछ? कहाँबाट हेर्नुहुँदैछ मेरो भिडियो? हेर्दै गर्नुहोस् होला साथीहरु। राम्रोसँग भिडियो हेरिदिनुहोस् होला। लाइक कमेन्ट सेयर सब्स्क्राइब गरिदिनुहोस् होला। अन्त मलाई पनि धेरै उयो के भन्छ खुसी लाग्छ कि तपाईहरुले धेरै मन पराइदिनु भएको छ मेरो भिडियो। अब मेरो लाइफ स्टाइल हैन। म त तपाईहरुलाई जे छ त्यही देखाउँछु। किनभने मैले बाहिर गएर यताउता गरेर देखाउनु पाएको छुइनँ। मेरो जस्तो छ त्यस्तै म देखाउँदैछु। त्यही पनि तपाईहरुले धेरै माया दिनु भइरहेको छ। साथ सपोर्ट दिइरहनु भएको छ। यसरी नै दिनुहोस् होला साथीहरु। धेरै धेरै धन्यवाद। आन्तरिक हृदयबाटै तपाईहरुलाई धन्यवाद दिन चाहन्छु। थ्यांक यू।